घरमा यो नियम अनिवार्य बनाउनुहोस्। 1. बेलुका खानाको समयमा मोबाइल नचलाउने। 2. राति 8 बजेपछि घर बाहिर नजाने। 3. बेलुकी 10 मिनेट पारिवारिक बैठक गर्ने। 4. गृह कार्य नगरेसम्म टेलिभिजन नहेर्ने। 5. साना होस् या ठुला सबैलाई सम्मान दिने। 6. खेल्नुभन्दा पहिले घरको काम गर्ने। 7. शनिबार विश्राम र परिवारलाई समय दिने। 8. दाजुभाइ र दिदीबहिनी बीच झगडा नगर्ने। 9. सभ्य र उचित अभिवादन गर्ने। 10. ठुलो आवाजमा सङ्गीत नबजाउने। 11. खाना परिवारसँगै बसेर खाने। 12. सधैँ सत्य बोल्ने। 13. अपरिचितलाई घरभित्र नल्याउने। 14. ढोका राति 9 बजेभित्र बन्द गर्ने। 15. सानालाई माया र सम्मान दुवै गर्ने। 16. लुगा इस्त्री गरेर मात्रै लगाउने। 17. पानीको बचत गर्ने। 18. बिना अनुमति कुनै कुरा नलिने। 19. घर सफा गरेर मात्र बाहिर निस्कने। 20. रिसमा पनि अपशब्द नबोल्ने। 21. पारिवारिक समयमा मोबाइल बन्द गर्ने। 22. पाहुनालाई सम्मानपूर्वक व्यवहार गर्ने। 23. जेठाले कान्छालाई हेरचाह गर्ने। 24. साँझ हुनु अघि घर फर्कने। 25. बिहान सबेरे उठ्ने। 26. खाना नफाल्ने र नछोड्ने। 27. पैसाको बचत गर्ने। 28. जिम्मेवारीहरू समान रूपमा बाँड्ने। 29. एक आपसमा शिष्टाचारी हुने। 30. गोप्य फोन कल नगर्ने। 31. प्रयोग गरेको बत्ती निभाउने। 32. मजाकमै भए पनि झुट नबोल्ने। 33. हरेक काममा आफै जिम्मेवारी हुने। 34. बाहिर जानु अघि पहिला कोठा सफा गर्ने। 35. अग्रजप्रति सधैँ कृतज्ञ हुने। 36. घरको सम्पत्ति जोगाउने। 37. अनावश्यक प्रतिवाद गर्दै नगर्ने। 38. सकारात्मक सोचको विकास गर्ने। 39. आवश्यकता अनुसार अरूलाई सहयोग गर्ने। र अन्तिममा रहेको छ 40 नम्बरमा कसैलाई पनि अरूसँग तुलना नगर्ने। यो सामग्रीलाई मैले बिहान सामाजिक सञ्जालमा पाएँ, मलाई असाध्यै राम्रो लाग्यो र तपाईँ माझ साझा गरेँ। तपाईँलाई कस्तो लाग्यो? राम्रो लागे सेयर गर्नुहोस् है त। नमस्कार।